नमस्कार सम्पूर्ण मित्रहरूमा। जिन्दगीमा कहिलेकाहीँ अनायास र अलौकिक दिव्य प्रकृति, हरियाली बान्की परेको छटा आफ्नै नजरले पर्गेल्न सकिन्छ भने यो हो दाङको केन्द्रबिन्दुमा रहेको, दाङको मुटु जस्तै लाग्ने तुइदाङ उपत्यका अन्तर्गत रहेको ढुङ्गे घाट। साबिकको फुलबारी गाविसमा रहेको दाङकै फुलबारी, दाङकै हरित फुलबारी, दाङकै हरित ठुलो चौरको रूपमा रहेको यो ठुलो चौरलाई तुई खोलाले 3 पटक नागबेली आकृतिमा लहराउँदै यसलाई मध्यबिन्दुबाट काट्दै यही खोलासँगै समानान्तर बहेर जाने, खोलासँगै समानान्तर हिँडिराखेको सडकसँग सन्तुलन मिलाएको देख्न सकिन्छ। आउनुहोस् अब ढुङ्गे घाटबाट हामी फर्किराखेको दिशातर्फ जाउँ। हामी अहिले घोराइबाट आउँदै गर्दा ढुङ्गे घाटको दृश्यावलोकन पश्चात तुलसीपुरको शीतलपुरतर्फ प्रस्थान गरेका छौँ। यहाँहरू पनि सहज बाटोको रूपमा आफ्नो यात्रा रमाइलोसँग सहजतापूर्वक लिन चाहनुहुन्छ भने यही पोखरिया, दमारगाउँ, मझघटुवा, रनियापुर, बराखुटी हुँदै आउने, पूर्वतर्फ आउने सडकबाट आउनुहोला। म भने घोराइतर्फबाट मन्नामी हुँदै आएको हुँदा यो सडकको पश्चिमतर्फ फर्कदैछु। यहाँहरूको सहजताको हिसाबले र सुरक्षित यात्राको हिसाबले तुलसीपुर तर्फबाट आउनु नै उपयुक्त हुने देख्दछु। दाङ जिल्लामा रहेका 3वटा उपत्यकाहरू मध्येमा देउखुरी उपत्यका, दाङ उपत्यका त तपाईँ हामी सबैले सुनिरहेको उपत्यकाहरू हुन्। एसियाकै विशाल उपत्यका दाङ भनेर हामीहरूले सधैँ सुन्दै आएका पनि छौँ। यथार्थमा यी दुवै उपत्यकाहरूको मध्यबिन्दुमा रहेको तुइदाङ उपत्यका सानो छ तर आँखो छ। दाङ उपत्यकाको समग्र मानवीय विकासको लागि प्राग ऐतिहासिक पदचापहरू पाइएको ठाउँको रूपमा परिचित नै छ। दाङ जिल्लाकै दङ्गीशरण गाउँपालिकाको वडा नम्बर 2 मा रहेको बङ्गलापुरदेखि पूर्वतर्फबाट बबई नदीमा निश्रित हुन जाने तुई खोला बङ्गलापुरदेखि
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 हुँदै पूर्वतर्फ घोराई उपमहानगरपालिका वडा नम्बर 5 को रज्जे मन्नामे क्षेत्रमा यो तुई खोलाको शीर्ष भाग रहेको छ। तुई खोलामा जल भण्डार पर्याप्त मात्रामा रहेको छ, तथापि यो खोलाको पानी कतै पनि सिँचाइको रूपमा प्रयोग भएको देख्न सकिँदैन। तुई खोला बर्खायाममा भरिएको हुन्छ। दर्जनौं ठाउँमा खोलामा रहेका कजवे अथवा अस्थायी बाटोबाट सडक सञ्चालन गर्नुपर्ने हुँदा यो कष्टकर यात्राको रूपमा पनि रहन्छ। आजभोलि कहीँ पानी, कहीँ रह र कहीँ कहीँ मात्र बगेको रूपमा देख्न सकिन्छ र पनि यसको बहाव निरन्तर भएको रहिराखेको हामी आभास पाउँदछौँ। तुई खोलामा दुईवटा पक्की पुल र मैले देखेसम्म एउटा झोलुङ्गे पुल रहेको छ। यहाँ डोटे रह, ताउले रह र भुते रह भनेर तीनवटा रह अर्थात् तलाउ रहेको जानकारी प्राप्त भएको छ। यस्ता रहहरूमा यसको गहिराई आधिकारिक रूपमा मापन नहुँदासम्म पौडन अथवा त्यहाँ खेल्न जान उपयुक्त नहुन सक्दछ। म अर्को पटकको भेटमा यहाँहरूलाई यो तीनवटै रहहरू देखाउने प्रयास गर्नेछु। यसभन्दा 2 वर्ष अगाडिको हिउँदमा बखरिया दमार गाउँ हुँदै म पूर्वतर्फ आउँदा हिउँदको रमाइलो देख्न पाएको थिएँ। यसपालिको ग्रीष्म ऋतुमा तुइदाङको आफ्नै विस्तारित स्वरूप हेर्न पाएँ। झन्डै 4 किलोमिटरदेखि 1 किलोमिटरसम्म को चौडाइ रहेको तुइदाङ उपत्यकामा राज्यको शीर्ष भागदेखि बङ्गलापुरको अन्तिम भागसम्म करिब 17 किलोमिटरको दूरी रहेको देखियो। यो दूरीभित्रमा साना ठुला गाउँहरू लगाएर 1 दर्जनको हाराहारीमा गाउँहरू रहेको पाइयो। तुलसीपुरबाट नेपालगञ्ज जाँदा देख्न सकिने भन्ज्याङबाट अवलोकन गर्न सकिने तुइदाङ उपत्यका हामी सबैको नजरमा परेको उपत्यका हो। हामी हाम्रै गोडाले नाप्न नसकेको मात्र हो। मानिसहरू रमाइलोको लागि टाढा टाढा पुग्ने गर्दछन्, तर सबैभन्दा पहिला आफ्नै जिल्लाको यस्ता भौगोलिक बनावटहरू अवलोकन गर्न सकियो भने हाम्रा बालबालिकाहरूलाई अवलोकन गराउन सकियो र सिकाउन सकियो, देखाउन सकियो भने पनि उनीहरूको ज्ञानको सीमा बढ्न सक्ने देखिन्छ।
हामी बराकुटीभन्दा अगाडि आइसक्यौँ। अब रनियापुरको नजिकै छौँ। रनियापुरबाट उत्तरतर्फ लाग्यो भने एउटा बाटो जन्तीढुङ्गा हुँदै यहाँनिरबाट जन्तीढुङ्गा हुँदै हामी ढिकपुरसम्म जान सक्दछौँ भने यो वडा नम्बर 13 को कार्यालय रहेको छ। यो रनियापुरदेखि पश्चिमतर्फ मझघटुवा छ। मझघटुवामा अघिल्लो वर्ष मात्र महायज्ञ सञ्चालन गरी सामाजिक कार्यमा लगाइएको थियो। मानवीय सूचकाङ्कमा खास गरी सीमान्तकृत नागरिकहरूको बसोबास रहेको देखिने तुइदाङमा जति पश्चिमतर्फ आयो उति मानवीय विकासको वृद्धि भएको देख्न सकिन्छ। यसको फाँटको चौडाइ पनि पूर्वभन्दा पश्चिमतर्फ बढी नै देख्न सकिन्छ। पशुपालन खेतीपातीमा सुधार भइराखेको देखिन्छ। के तपाईलाई पनि मन पर्यो? तुइदाङ यदि मन परेको हो भने आफू, आफ्ना परिवार, आफ्ना साथी सङ्गीहरूलाई फुर्सद भएको समयमा घुम्न मन लागेको समयमा यो ठाउँमा आउन घुम्नलाई सल्लाह दिन सक्नुहुन्छ। दृश्यमा देख्नुहुन्छ एकजना बुवा आमा दुध दुहुँदै हुनुहुन्छ। यो मझघटुवा क्षेत्र हो। यहाँदेखि पश्चिमतर्फ यो बाटो पक्की नै रहेको छ। रनियापुरदेखि दमार गाउँ हुँदै बखरियासम्मको पक्की सडक हो। बखरियादेखि रनियापुर हुँदै अमिलिया पुग्ने सडक राप्ती राजमार्गको सडक खण्ड हो। हामी राप्ती राजमार्गको दमार गाउँ क्षेत्रमा पुग्दैछौँ। यदाकदा सडकको छेउछाउमा जीवन्त बनेर रहेका यी विशाल वटवृक्ष पिपलहरू हाम्रा पुर्खाको चिनो र हाम्रो शीतलको आभास गराउने स्रोतहरू पनि हुन्। यो तुई खोलाले यो सडकलाई काटेको छ वा सडकले तुई खोलालाई छिचोल्दै अगाडि बढेको छ। हामीहरूलाई यसको अर्थ खुट्टाउनै गाह्रो हुन सक्छ। रज्जेदेखि बङ्गलापुरसम्म 1 दर्जनभन्दा बढी ठाउँमा एउटै खोला काट्नुपर्ने हुँदा पुल निर्माण,
लगायतको भौतिक संरचना निर्माणमा कठिनाइ उत्पन्न भएको हुनुपर्दछ। यसैले पनि सडक सञ्जाल विस्तारित हुन नसक्दा तुइदाङ अहिले पनि झन्डै 36 वर्ष अगाडिको नेपालको तत्कालीन ग्रामीण जीवनको अवस्थामै रहेको छनक पाउँदछौँ। दाङ जिल्लाको जल सभ्यता अन्तर्गत खास 3 ठुला जल सभ्यताहरू दाङ जिल्लामा देख्न सकिन्छ। राप्ती नदीको जल सभ्यता, बबई अर्थात् सर्जु नदीको जल सभ्यता र अझ महत्त्वपूर्ण तुइदाङ तुई खोलाको जल सभ्यता। यी जल सभ्यताहरूले हाम्रो संस्कृति, संस्कार र मानव जीवन समुन्नत बनाएका छन्। हामीलाई हाम्रो कला, संस्कृति र यसको वैभवहरूप्रति गर्व हुनुपर्दछ। र यसमा नयाँ पिँढीले जागरण थप्नु पर्दछ। पुराना पुस्ताहरूले छाडेर गएका पदचापहरू पछ्याउन सक्ने हिम्मतिला युवाहरू यो क्षेत्रको विकासका लागि अब्बल हुन सक्दछन्। दमार गाउँको पक्की सडक हामी अमिलिया जाने राप्ती राजमार्गलाई छुँदैछौँ। राप्ती राजमार्गको दक्षिणतर्फ गएको सडक छोडेर हामी उत्तरतर्फ तुलसीपुरतर्फ हिँड्यौँ। बखरिया क्षेत्र अर्थात् शीतलपुर बबई नदीको छेउ हामी बखरिया आइपुग्यौँ। यो दृश्य लिनुभन्दा अगाडि म 3 पटक तुई उपत्यकामा पुगेको छु। यसभन्दा अगाडि लिएको यो दृश्य यहाँहरूले अवलोकन गरिदिनु हुनेछ। ढुङ्गे घाटको यो बगर, यो हरियाली चौर पश्चिमबाट पूर्वतर्फ आउँदा मैले लिएको दृश्य हो। हिउँदको समयमा पनि यो चौर उस्तै ठुलो र विशाल लाग्दथ्यो। यहाँलाई पनि रमणीय लाग्छ भने पक्कै आउनुहुनेछ। मौका मिले, समय जुरे यसै गरी अर्को पालि पनि तुइदाङ आएर यहाँहरू समक्ष सम्भव भए जति थप दृश्यहरू देखाउने जमर्को गर्दैछु। म आफू घुमेको क्षेत्र अरूलाई पनि देखाउन
रहर गर्दछु। समय मिले यहाँहरूले पनि हेरिदिएर हौसला थपिदिनु होला। यहाँहरू सम्पूर्णमा धन्यवाद। नमस्कार।